छोरीलाई लाज छोप्न र आत्मा सुरक्षा सिकाउने यो समाजले छोरालाई पनि मानवता सिकाओस्। समाज बदल्न छोरीलाई मात्र बलियो बनाएर पुग्दैन, समाजको सोच पनि बदल्नु पर्छ। तर महिलामाथिको प्रहार रोकिएको छैन। घर, परिवार, यातायात, सडक, सामाजिक सञ्जालदेखि यही सदनसम्म महिलामाथि हुने पीडादायी घटनाबाट हामी कोही अनभिज्ञ छैनौं। पासाङ, सीता, पारिजातका कथा र गाथा सुनाउने यो समाजमा एउटी नेपाली महिलाको वास्तविक यात्रा कति पीडादायी छ भन्ने कुरा यस सदनमा रहेका प्रत्येक महिलाले भोग्नु भएको छ, देख्नु भएको छ। सभामुख महोदय, जन्मिनु अघि नै छोरी भएकै कारण आमाको कोखमा हत्या हुन्छ। जन्मेर बोली फुट्न नपाउँदै उनी गरिमा चौधरी बन्छिन्। बाँचेर हिन्डुल गर्ने उमेर पुग्दा निर्मला पन्थ र मुस्कान खातुन बन्छिन्। सबैबाट बचेर बिहे भएर आफ्नो सबथोक छोडेर लक्ष्मी बनेर घर भित्रिँदा उनी दाइजोको नाममा पीडित हुन्छन् भने आफ्नै श्रीमानबाट काटिन बाध्य हुन्छन्। आफ्नै शरीर र आत्मसम्मानको धज्जी उडाउँदै गरेको चित्कार बोकेर पनि मृत्युबाट बचिन् भने उनी जीवित लास सरह बनेर बाँच्न बाध्य हुन्छन्। गरिमा नानीको केसमा गृहमन्त्री ज्यू र अन्य मन्त्रीहरू ज्यूले गर्नुभएको पहल अत्यन्तै राम्रो छ। तर सभामुख महोदय, महिलाको लागि सबैभन्दा ठूलो भनेको उसको स्वाभिमान हो। मलाई थाहा छ सभामुख महोदय, संविधानको धारा 16 र 17 ले मृत्युदण्ड तथा देश निकाला जस्ता सजाय निषेध गरेको छ। तर प्रश्न यो हो, एउटा छोरीलाई छोरी हुनु नै पाप जस्तो बनाइन्छ, तब हामीले संविधानका अक्षर मात्र हेर्ने कि संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि सुनिश्चित गर्ने? अब कुनै इफ एन्ड बट हुँदैन सभामुख महोदय। सबै अपराधको प्रकृति र गम्भीरता एउटै हुँदैन। एउटा पाकेट मारलाई र एउटा बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन। प्रमाणित बलात्कारी र जघन्य महिला हिंसाका अपराधीलाई कानूनको सजायको डर यति बलियो बनायोस् कि अपराध गर्ने सोच नै जन्मिन नपाओस्।